राख्नु भएको छ त यस्तो खालको गोलो खालको ताला प्रयोग गरेर राख्नु भएको छ कि यो खालको चाहिँ चिप्टो खालको ताला हैन स्क्वायर खालको प्रयोग गरिराख्नु भएको छ कि कुन ताला यहाँले प्रयोग गरिराख्नु भएको छ के तपाईँको घरमा लगाएको जुन ताला छ त्यो तालाले चाहिँ तपाईँको घरको सुरक्षा गर्न सक्छ त यो ताला जुन यस्तो खालको यदि तपाईँले प्रयोग गरिराख्नु भएको छ भने यो तालाले तपाईँको घरको सुरक्षा साँच्चै गर्न सक्छ त सुरक्षित हुन्छ त तपाईँले लक लगाएर गइसकेपछि यसो विचार गर्नु त एउटा सरिया हानेर यो तोडेको होइन तपाईँकै घर छेउमा तपाईँकै घरमा पनि तोडेको हो नि त भनेपछि अरू कसैले पनि त तोड्न सक्ने भयो नि त यो ताला लगाउनु भएको छ यदि यस्तो खालको चेप्टो खालको ताला लगाउनु भएको छ भने यो ताला पनि त तोडिराखेको हो नि हामीले होइन भनेपछि तालाले दिने सुरक्षा तपाईँ हामीले लगाएको तालामा त्यो सुरक्षा प्रदान गर्न सक्ने क्षमता अथवा त्यो गुण छ कि नै त त्यो कुरा ख्याल गरौँ र बजारमा अहिले प्रशस्त विकल्पहरू पनि छ त्यो विकल्पहरू भनेको धेरै महँगा विकल्पहरू छन् 10,000 12,000 15,000 तालाहरू पर्छ गोडरेजको अथवा अलिकति राम्रो खालका ब्रान्डहरूको चाहिँ तपाईँ ताला लिन जानुभयो भने 6,000 7,000 8,000 10,000 पर्छ त्यो फेरि यहाँ 400-500 को ताला 1,000 रुपियाँको ताला हामीले किनिरहेको अवस्थामा मजबुत तालामा जाम भन्दाखेरि चाहिँ धेरै महँगो पर्ने भइसकेपछि र ती तालामा पनि केही भएका समस्याहरूलाई समाधान गरेर नै हामीले यो बिजी अल्ट्रासेप प्याडलक लिएर आएका हौँ बजारमा यो रेट तपाईँहरूको स्क्रिनमा चाहिँ हामी राखिदिएका छौँ यो हेर्नु होला यो ताला यति मजबुत छ कि यो नर्मल रेतीले काट्न सकिँदैन र यो भिडियोमा यदि तपाईँहरू यो ताला प्रयोग गरिराख्नु भएको थुप्रै सयौँजना हुनुहुन्छ यदि तपाईँकोमा कुनैमा पनि तालामा प्रब्लम आएको छ भने कमेन्ट गरिदिनुहोस् एउटा पनि ब्याड कमेन्ट आयो भने हामी ताला बेच्न छोडिदिन्छौँ यदि नराम्रो खालको यदि तोडेको सजिलै तोडफोड भएको कुराहरू छ भने यति सजिलो युजर एक्सपिरियन्समा बनाएको छौँ अनि यसमा मटेरियलको कस्ट तपाईँहरूले बुझ्नुपर्ने कुरा चाहिँ फलाम र पित्तलको रेट कति फरक छ रेसियो हेर्नुहोस् एकचोटि आज पित्तलको रेट कति छ 1,400-1,500 भन्दा माथि पुगिसकेको छ भने फलामको रेट जम्मा 100 रुपियाँ 120 रुपियाँ किलोमा हामीले फलाम पाउन सक्छ भने यसमा पित्तलको मेटेरियल लागेको छ स्टेनलेस स्टिल 304 को रेट हेर्नुहोस् होइन कति पर्छ स्टेनलेस स्टिलको चाहिँ मूल्य बजारको मूल्य कम्पेयर गर्नुहोस् त्योलाई कम्पेयर गरेर हेर्दाखेरि यो ताला र यो तालामा चाहिँ यदि त्यो गर्ने भने त 1500% 1000% बढी हुनुपर्ने भने त्यस्तो छैन मूल्य बढी यसमा लागेको मटेरियलको कारणले गर्दाखेरि अलिकति थोरै मूल्य पर्न गएको तालालाई युज गरेर हेर्नुहोस् आँखा बन्द गरेर यसरी चलाउन सकिन्छ एउटै हातले यसलाई यसरी कुटिक्क पारेर एउटै हातले यसलाई बन्द गर्न सक्नुहुन्छ एउटै हातले चलाउन सक्नुहुन्छ सरिया ह्यामर हानेर त तुड्दैन यसको यो लक हेर्नुहुन्छ भने बन्द गरेको चाहिँ पछाडिको भागबाट यसरी बन्द भएको छ यो तालाहरूको यस्तो बीचमा हुन्छ भने यसको चाहिँ यो भागबाट चाहिँ हामीले बन्द गर्छौँ SS304 को लोगो पनि देख्नुहुन्छ यो चाबी हेर्नुभयो भने डटेड खालको छ अर्को चाबी चाहिँ तपाईँको यस्तो खालको दाँत भएको चाबी भन्छ होइन लिभर चाबी यति मिलायो भने चाहिँ यो चाहिँ खुल्छ यो तालाहरू भने एकातिर यो पित्तलको छ कहिले पनि केही हुँदैन अर्को यो डटेडहरू मिल्नुपर्छ बोथ साइड छ जुन साइडबाट चाबी घुसाए पनि खोल्ने बन्द गर्न सक्छौँ हामीले यो हेर्नुभयो भने यो जुन बोथ साइड होइन सजिलो फिक्स भएर बसेको हुन्छ पानी चाहिँ आकाशबाट आएको पानीहरू पर्यो भने निस्किनको लागि यो पाल पनि छ यस्तो लग्जरी फिनिस छ र यो वान टाइम इन्भेस्टमेन्ट हो हजुरको चाबी नहराउँदासम्मलाई मजाले चढ्ने ताला हो कि त्यो कारणले गर्दाखेरि ढुक्क भएर अर्डर गर्नुहोस् यहाँहरूको लागि चाहिँ घरको सुरक्षाको लागि हाम्रो घरको सुरक्षाको लागि भनेर यो म्याट्रिक्स ग्रुप अफ इन्डस्ट्री लामो अध्ययन अनुसार चाहिँ अध्ययन गरेर मेहनत गरेर ताला निकालेको छ तपाईँको घरको लागि भनेर निकालेको हो तपाईँको घरको सुरक्षाको लागि भनेर निकालेको हो अर्डर गर्नुहोस् जति चाहिन्छ तपाईँलाई त्यति पिस अर्डर गर्नुहोस् र एकपटक इन्भेस्टमेन्ट गर्नुहोस् ढुक्क भएर अर्डर गर्नुहोस् तपाईँहरूको घरसम्म हामीले पुर्याउने व्यवस्था पनि मिलाइसकेका छौँ D2C मोडल मार्फत र तपाईँहरूले सामान रिसिभ गरिसकेपछि मात्रै पेमेन्ट गर्नुपर्छ है त तपाईँहरू ढुक्क भएर अर्डर गर्नुहोस् र जसरी हामीलाई चाहिँ माया गरिराख्नु भएको छ हामी धेरै एक्साइटमेन्ट पनि आइरहेछ हामीलाई काम गर्नलाई ताला त देशभरि फैलिरहेको छ होइन हामी अहिलेसम्म 44वटा जिल्लामा हामी पुगिसकेका छौँ फैलिसकेका छौँ होइन र अरू प्रोडक्टहरू पनि टिकटकमा चाहिँ हामीले राखेका छौँ त्यो प्रोडक्टहरूमा पनि यदि तपाईँहरूलाई मनपर्छ भने ढुक्क भएर अर्डर गर्नुहोस् है त